आजको दिन मेरो कसरी बित्यो भनेर देखाउँछु है त। हाई गाइज, दिस इज सक्कु एन्ड वेलकम टु माई मिनी भ्लग। आजको मौसम चाहिँ अरू दिनको भन्दा अलिकति राम्रो थियो, त्यसैले म चाहिँ आज माथि गएर पढ्छु भनेर माथि गएँ। माथिबाट बाहिरको भ्यू चाहिँ कस्तो राम्रो आइरहेको थियो, त्यसैले मैले चाहिँ एकछिन भिडियो बनाएँ। मैले चाहिँ पहिला डेली जसो नै जर्नलिङ गर्ने गर्थेँ, बट आज भोलि चाहिँ मैले गरेकै छैन क्या, कति दिन भयो। त्यसैले आज चाहिँ मैले फर्स्टमा जर्नलिङबाट स्टार्ट गरेँ। यसरी जर्नलिङ गर्दा चाहिँ मलाई एकदमै लाइट फिल हुन्छ, आफ्नो फिलिङ्सहरू सबै जर्नल गरेपछि। त्यसपछि चाहिँ म एकछिन पढ्नतर्फ लागेँ। केही टाइम पढिसकेपछि मेरो साथी आएको थियो, अनि त्यसपछि हामी चाहिँ बाहिर जाने कुरा भयो। त्यसपछि चाहिँ हामी निस्कियौँ रेडी भएर बाहिर जानको लागि। यो दिनको मौसम चाहिँ अलिकति राम्रो भएको थियो नि त, त्यसैले साथीसँग गफ गर्दै हिँड्न चाहिँ राम्रो लागिरहेको थियो। अनि कति धेरैले मलाई सोध्नुहुन्छ कि मेरो घर कहाँ हो भनेर। मेरो घर चाहिँ बर्दिया हो, तर म चाहिँ विराटनगरमा बस्दैछु अहिले। यतिकैमा हाम्रो चटपटी खाने पसल पनि आयो। मलाई चाहिँ कति दिनदेखि चटपटी खानु मन लागिरहेको थियो, बट म जानै पाएको थिइनँ क्या। अनि आज चाहिँ साथीलाई लिएर गएको, अनि चटपटी यति स्पाइसी थियो। त्यसपछि हामीले आइसक्रिम पनि खायौँ। अनि त्यता नजिकै चाहिँ मेरो साथीको पनि घर छ, अनि म चाहिँ यतासम्म आइसकेँ। अब एकछिन भेटेर जान्छु भनेर म चाहिँ उसको घर गएको थिएँ। अनि म चाहिँ उसको घर पुगेर गफसफ गऱ्यौँ, किनभने हाम्रो अलि दिन भएको थियो नभेटेको। फर्किने बेला चाहिँ हामीले उसलाई पनि हामीसँगै लिएर आयौँ हाम्रो रुमसम्म। अनि आजको लागि यति नै। मन पर्यो भने फलो गर्न नबिर्सिनु होला। थ्याङ्क यू सो मच फर वाचिङ।